भिडियो ब्लग बन्छ नि आज पनि होइन भ्लग बन्छ नि सर यो पनि सँगसँगै गर्लफ्रेन्ड भेटेको पनि आउँछ होइन त्यस्तो चाहिँ आउँदैन सर त्यो त 18+ हो सर 19 त के हो त 19 हो सर तर आउँदैन गर्लफ्रेन्ड भेटेको चाहिँ भ्लग आउँदैन सर अरू चाहिँ आउला यो ठोकौँ त है गुड मर्निङ ह्याप्पी न्यू इयर एभ्रिबडी ल सर ठोकाइदिनु ल ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर चियर्स टु एभ्रिबडी पहिलो कफी यार 2082 सालको पहिलो कफी केही चिजमा पर्दैछ पढोस् कि तपाईँ त नपढोस् टाउको ठुलो होला र टाउको ठुलो होला यार होइन उहाँ चाहिँ हाम्रो द्रोणाचार्य मेन द्रोणाचार्य चाहिँ उहाँ हुनुहुन्छ मेन द्रोणाचार्य वैशाखको 12 गतेबाट हाम्रो यो हलमा चाहिँ कथा एक नाटक लाग्दैछ अनुप दाईको डिरेक्सनमा त्यो हेर्न पनि पालिदिनु होला त्यसपछि लगत्तै वैशाख 16 बाट हाम्रो ठुलो हलमा चुलाचुली रङ्गमञ्च र एक थिएटरको प्रेजेन्टेसन उर्फ दारा सिंह भन्ने नाटक लाग्दैछ त्यो नाटक पनि हेर्न पालिदिनु होला नाट्यकर्मी नाटक हामी सबैलाई सपोर्ट गरिदिनु होला थ्याङ्क यू सर तपाईँले नाटक कस्तो लाग्यो मलाई राम्रो लाग्यो सर हो सर तपाईँले चाहिँ नाटक कस्तो लाग्यो हामी यतिको नाटक अहिलेसम्म हेरेको थिएन र यतिको नाटक म गर्न सक्दिनँ तिमीले चाहिँ नाटक कस्तो लाग्यो हाँसै गर्छ जुन छिन आए पनि मलाई एउटा लागिरहेको भिडियो धेरै नखिच्नु क्या यार भोलि तपाईँले कम काम लाग्छ होइन लाइभको यो कुनै टाइममा मैले पुरानो पनि हेरिरहेको भिडियोहरू कम मजा लाग्छ हेर्नलाई अहिले हामी यहाँ थियौँ केटाहरू भएर होइन हामी यो नाटक हेर्न गइरहेको थियौँ अहिले चाहिँ हामी द्रोणाचार्य नाटक हेर्न आएको थियौँ अनि यहाँ चाहिँ मण्डलाको माथि के अरे हो यसको नाम के थियो यार के छ यो के अरे आर्टिस्ट क्याफे लेन्चाखिम क्याफेमा छौँ तपाईँ पनि नाटक हेर्न आउनु होला राम्रो लाग्छ नाटक चाहिँ यार तर मलाई अलिकति लेन्दी लाग्यो है सिटिङ टाइपको रहेछ क्या अलिक लास्टमा के सोच्न बाध्य भइरहेको थिएँ सर लास्टमा के अरे त्यो व्यवस्था परिस्थिति भएर